यहाँ पनि मेरो गाछले हेर्नु त। हेलो गाइज, वेलकम ब्याक टु गुराँसमुनि ब्लगमा हजुरलाई धेरै धेरै स्वागत छ। आज हामी फेरि जाँदैछौँ सबैजना भएर। बच्चाहरू त्यहाँ छ, धेरै एक्साइटेड भन्छ कि बच्चाहरू। ल हिँड्नु। टोलमावि विद्यालयमा जाने हो। म यो बुटोल माविमा 1 क्लासबाट 10 सम्म पढेर पास गरेको। तिल चिन्नु भन्छ कमेन्ट गरा। मेरा मम्मी ले कपड़ा फेरम, लो कपड़ा फेरा। ए कॉलेज ए सुनो त रोटी के हुनेर आज लिएर आइज। यहाँ पनि मेरो गाछले हेर्नु त। त्यहाँ हेर्नु न, त्यहाँ हेर्नु न साथीहरू, त्यहाँ धेरै पानी खोला ठुलो भएर त्यसरी चिप्लिन परेको छ। नहुने जानै माने छैन। मम्मीले पनि समातेर लैसी कपडा फेर्दिन। नडुबाउनु त्यसरी, पानी आइन्छ के। तिमी दुईटाले माछा खोज्ने माग्ने, दुईटाले खोज्ने हो। कहाँ माछा खोज्ने पाइन्छ र? फाइनली यतातिर हामी नुहाएर भ्याइसकेछौँ। बच्चाहरूलाई भोक लाएर चाउचाउ खाँदै थिइन् यतातिर। अनि यो सानो बाबुले झन् नाच्दै खाँदै गरेछन्। कति रमाइलो भयो के यिनलाई झन्। यसैले
मैले घरैबाट चाउचाउहरू अनि प्याज खुर्सानी सबै लिएर आएको थिएँ। उता भने बहिनीहरूले हाम्रो लागि चटपट बनाउँदैछन्, बच्चाहरूले यता खाँदैछन् भनी हामीलाई उता 3 जनालाई उता बनाउँदै हुन्छन् बहिनीहरूले। यसरी हामीले पेप्सी पनि लिएर आएको थियौँ, खाँदै गरेछौँ। यसरी बच्चाहरू इन्जोय गरेछन् चटपट खाँदै। अनि उता भने गुराँसले कपडा धुँदैछिन् आफ्नो नुहाएको, अनि कपडा धुँदैछन्। फाइनली हामी अब घरतिर लागिसक्यौँ। कस्तो लाग्यो तिमीलाई नुहाएर आज? गुराँस पनि चाउचाउ खाँदै हुनुहुन्छ। के भनी चाहिँ आज होइन, उता बहिनीहरू आउँदैछन्। अनि यति हाम्रो भिडियो मन कहिलेलाई सिडी चढ्दाखेरि यस्तरी हिँडेछौँ।